हाई गाइस, ल आउनुहोस् है त यस्तो मिठो 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 चटपटे कसरी बनाउने भनेर म हजुरहरूलाई सिकाउँछु है त। अनि यो भिडियो चाहिँ स्पेसली चाहिँ मम्मी र बाबाको लागि हो। मैले जहिले चटपटे बनाउनु लगाएको हुन्छु नि, थाहा नै पाए झैँ गएर ट्याक्कै भिडियो कल गर्नुहुन्छ के। अनि त्यसपछि के गर्न लगाएको भनेपछि त थाहा पाइहाल्नुहुन्छ चटपटे बनाउनु लगाएको भनेर। अनि त्यसपछि कराउन थाल्नुहुन्छ कि कति खान्छौ चटपटे, पेट दुख्छ यताउति भन्दै गाली नि गर्नुहुन्छ। अनि त्यसपछि त हेर्नुहोस् है त मैले कसरी हेल्दी तरिकाले चाहिँ चटपटे बनाउँछु। यसले चाहिँ न पेट दुख्छ न केही हुन्छ, हामीलाई केही पनि हुन्न कि है। अनि यो चटपटे नै होला कि बच्चादेखि बुढासम्म सबैलाई मनपर्छ कि। फेरि कस्तो होला कि होइन, एडिक्सनै जस्तो हुने कि। अब 1-2 दिन चटपट खाएन भने त के खाम त हुन्छ नि, अमिलो पिलो टक्क खाम भन्ने हुने के। अनि मलाई चाहिँ यो चटपटे भन्ने बित्तिकै चाहिँ हाम्रो नेहा भाउजूको नै याद आउँछ कि। यति मिठो चटपट बनाउनुहुन्छ, यति मिठो चटपट बनाउनुहुन्छ नि। सिडनीमा हुँदा खान पाइरहेको थियौँ, अब यहाँ आएपछि त छैन। धन्न भाउजूले चाहिँ मलाई मसला दिएर पठाउनु भएको थियो, आफैले घरमा बनाउनु भएको त्यही मसला अहिलेसम्म चलिरह र अनि चटपटे यति मिठो हुन्छ नि। खै भाउजूले कसरी बनाउनुहुन्छ त्यो मसला चाहिँ, त्यो चाहिँ सिक्रेट मसला हो है गाइस, भन्नुहुन्न। अनि त्यसपछि यस्तो मिठो हुन्छ कि चटपटेको त्यो टेस्ट नै डिफ्रेन्ट आउँछ कि त्यो मसला राख्ने बित्तिकै। म एकछिनमा देखाउँछु है त्यो मसला चाहिँ। मलाई चाहिँ कसैले आएर ल एउटा मात्रै खानेकुरा भन्, त्यो चाहिँ तैँले जिन्दगीभरि खान पर्छ, अरू चाहिँ खान पाउँदैनस् भन्यो भने मैले चाहिँ चटपटे नै चुज गर्छु होला कि, बिहानै बेलुकै दिउँसै एनी टाइम। ल हेर्नुहोस् है त मैले यति धेरै भेजिटेबल सबै राखेको छु। अनि त्यसपछि गेडागुडी नै राख्न पर्थ्यो, तर मैले चाहिँ भिजाएर राखेको थिएन, त्यही भएर राखिनँ। अनि यो चाहिँ हो है सिक्रेट मसला, यस्तो मिठो हुन्छ नि। अनि कि यो चटपटे नै होला कि जति खाए पनि नमिच्छिने कि। अब हुन्छ नि, ल आज खायो भने कुनै चिजहरू हुन्छ नि, अब चाउमिनहरू यताउति त आज खायो अनि भोलि त कति खाने भन्ने हुन्छ नि। यो चटपटे चाहिँ किन हो कि कहिले नखामै नहुने। खाना खाएर पेट फुल छ भने साइडको मान्छेले चटपटे खाइरह भने नि खाम हुन्छ के। अनि यो भुटेकोवाला हरियो मटर चाहिँ मेरो फेभरेट हो कि चटपटेमा, यस्तो मिठो हुन्छ नि। अनि पहिला के नेपालमा मैले थाहा पाउँदाखेरि चाहिँ 5 रुपियाँको कति धेरै चटपटे पाउँथ्यो कि, अहिले त 50-60 कति भएको छ होइन। हजुरहरूले खाँदाखेरि चाहिँ कतिको थाहा पाउनुहुन्छ होला भन्नुहोस् है त कमेन्टमा। अब यो चटपटेमा चाहिँ सबै कुरा हेल्दी हुन्छ, यही चाउचाउ मात्रै त हो नि होइन त। अब यत्रो धेरै कुराले त अनहेल्दीलाई त अनि हेल्दीले जितिहाल्छ नि, हो कि होइन भन्नु न। अब यति भइसकेपछि चाहिँ चटपटे अलमोस्ट रेडी भइसक्यो। हल्का अझै मोले अनि पछि चाहिँ अमिलो पनि थपेँ मैले। अनि लास्टमा ल लुक्स हेर्नुहोस् है, लुक्स हेर्दै खाम भएन त। ओके, सी यु अन नेक्स्ट भिडियो गाइज, बाई।